हामी चाहिँ अब इन्ट्री गऱ्यौँ हैन बल्ल एन्ट्रेन्स भइसकेछ बल्ल एन्ट्रेन्स अब यस्तो गएर नम्बर 4 मा पुगिन्छ नम्बर 4 मा के छ अब अप्पर मेन लाइट कोर्टयार्ड त्यहाँबाट नम्बर 3 गेट हाउस कोर्टयार्ड त्यहाँ यस्तो ब्रिज गएर we can follow whichever path यस्तो रहेछ यस्तो घुमेर यस्तो गरेर अनि यसो गरेर त ल लानु त्यसो भए अब हामी ब्रिज चाहिँ त्यहाँ छ इट्स ओके अब हामी चाहिँ माथि जाने माथि चढ्यौँ ब्रिज चाहिँ त्यही हो त्यो अनि तँ एक फर्के लाएर तल जाने होइन झुलुङ्गे पुल के दाइ तर हलिन हाम्रो फर्स्ट ब्रिज जानुभन्दा अगाडि चाहिँ यो ठाउँ चाहिँ यो अप्पर कोर्टयार्ड भन्नेमा रहेछौँ होइन अब उता जाने हो क्या उता त्यही ढोका हो यहाँ चाहिँ अर्को भ्यू माथि जाने होइन रहेछ यो चाहिँ जस्ट यहाँ बसेर भ्यू हेर्नको लागि मात्र रहेछ अब तल जाँदैछौँ सुटिङ हुँदैछ अब हामी ब्रिज जाँदैछौँ प्रस्थान गर्दैछौँ यो चाहिँ फुट ब्रिज यही हो होइन ब्रिज चाहिँ त्यही हो ल अब हामी चाहिँ फाइनली लाग्दैछौँ ब्रिज हेर्नु छ भने यस्तो दामी वाउ है हामी यतातिर घुमेपछि चाहिँ हामी जाने चाहिँ त्यहाँ हो त्यहाँ केटाकेटीलाई त झर्नामा सानो झर्नामा त्यहाँ खेलाउने होइन कति माथि डाँडामा आइयो केटाकेटीहरू चाहिँ बोरिङ मानिसक्यो होइन वाट are going to the peaceful sanctuary. अझै माथि जाँदैछ कान्छो एकछिन कुदेकोले टायर्ड भयो अरे ल कम अन लेट्स गो होल्ड माई ह्यान्ड ल अब अलिक टपमा आइएछ यहाँ हामी टपमा आयो होइन अब यो टपमा हो कि के हो टपमा पुग्यो होइन टपमा पुग्यो अब एक राउन्ड लाएर यस्तो एक राउन्ड लाएर उता ब्याक छु जहाँबाट आएको त्यही ल सुटिङ हुँदैछ आमा पापा केटो थाकेको अवस्था अनि बोक्न लाउँदैछ बाबा इज अकुपाइड ओ पछाडिको चुच्चो नि आउँदो रहेछ यताबाट
गाइस तिमीहरू कहाँ छ अहिले भन त ए कहाँ छ तिमीहरू We're at the mountain. माउन्टेन वेयर We're at the French Alps because we're in France. Oh, so this is an oven. ल यहाँ आयो बल्ल के अरे यो चाहिँ यो त मैले देखेँ किङ आर्थर मान्छेहरू यहाँ चट्टा को लागि फोटो किङ आर्थर यति लामो यो किङ आर्थर त्यसको फोटो हाल्ने भक्क ग्रुप पिक्चर गरेँ किङ आर्थरको टपमा हामी भर्खरै फोटोसोटो खिचेर हामी जाँदैछौँ टपमा गोइङ ब्याक तल ओह्रालो छ हरिब लाग्यो क्या एक्टिङै होइन एक्टिङ त हल्का अलिकति चाहिँ बोकेर आएको क्या जन्म जाँदै Instagram video is going. Oh wow. हेर्न त्यहाँ डराउँदै झरेको मान्छे ओ लुना त्यहाँ हेर त त्यहाँ क्या कस्तो डराउँदै मान्छे बच्चाहरू है हामी तल लागिँदैछ हामी चाहिँ त्यो ब्रिज त्यो भयो यहाँदेखि झर्दा झर्दा चाहिँ त्यहाँ फोटोसुट इन्स्टाग्रामको भाइरल फोटो भिडियो सुट गर्ने भने पनि त्यो गेट भयो त्यहीँबाट हुँदै हुँदै यहाँ आयौँ हामी मैले मेरो फोनबाट भन्दा खोजेको ल भाइरल ब्रिज त्यही भयो अब ब्रिज चाहिँ यही हो हामी सरी अब तल जाँदैछु केटाकेटी भएको ठाउँ स्टेप ब्रिज चाहिँ यही हो हो र यहाँ बोर्ड बिच क्या जाउँ यो अर्को बिच भयो हामी अर्को ठाउँतिर जाने अब फाइनली हाम्रो सकेको होइन पाइला हाम्रो के भयो फाइनली अब फाइनली घुमघाम सक्यो क्यारे ब्याक टु गाडीमा गएर चाहिँ अब ब्याक टु ब्लकै त भन्नु पऱ्यो ब्लकदेखि चाहिँ त्यहाँदेखि फेरि क्विक भएर समुद्रमा जानुपर्छ रमाइलो भयो है रमाइलो किसिम रमाइलो तर केटाकेटीहरू खायो ठाउँ चाहिँ एकदम दामी क्या उत्कृष्ट सही यो त यसरी लुक्नु थाल्यो जानुभन्दा अगाडि फाइनल फोटोसुट त्यो भयो अनि यहाँ अब फ्यामिली फोटोसुट लिने अरे त्यसपछि चाहिँ हामी लाग्छौँ त्यसपछि हाम्रो पाला
Why are we going to अब हामी फाइनली प्रस्थान गर्दै that's the long way. This is ड्रोन the fastest way. फुटेज ड्रोनको लागि ड्रोन उडाउनु खोजेको थियो तर अब अलिकति हेरिटेज एरिया भएर ड्रोन चाहिँ उडाउनु जताततै पाउँदैन तर हामी चाहिँ अब बिदा लियौँ यो ठाउँदेखि जस्ट रमाइलो भयो म फ्यामिली उसको लागि बेसिकली हाइकिङहरू त्यसको लागि चाहिँ पिकनिकको लागि चाहिँ एकदम राम्रो ठाउँ रहेछ I only went एकदमै that route. I haven't went that route. सो बेसिकली हामी चाहिँ यो बाटो हुँदै हुँदै झऱ्यौँ यहाँ आएर खाजासा केटाकेटी खाजासा खुवाएर हामी यो बाटो हुँदै यहाँ टोइलेटहरू युज गरेर पछि यहाँदेखि यहाँ माथि उकालो चढ्यौँ उकालो चढेपछि यस्तो माथि गएर यस्तो 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 यो बाटो फलो हुँदै फलो अल द वे फलो गर्दै यहाँ आएर टिकट देखाएपछि चाहिँ यहाँदेखि हुँदै हुँदै जस्ट यो बाटो फलो गर्दै यो ब्रिज भयो फलो गर्दै 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 एक राउन्ड हाइसिङमा आएर सर्लक्क आएर यहाँदेखि सर्लक्क आएर यहाँदेखि झरेर हामी यहाँदेखि झरेर यहाँ आएर फेरि यहाँदेखि झर्दै 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 ब्याक टु यहाँ अब हामी माथि जाँदैछौँ ल दुईटा गाडी हाल्नु ए ल अनेस्टी बक्समा हाम्रो पैसा हालिदिएको होइन यहाँको कार पार्किङ फेसिलिटी भनौँ न यो कार फेसिलिटी भएर हामीले चाहिँ कार राखेको भयो होइन अनि अब चट्टै एकछिन घुम्यो अब ब्याक टु बिचतिर गइन्छ जस उतै भेटौँ